गुड मर्निङ एभ्रिवान। आज चाहिँ म हल्का रमाइलोको सुटिङमा आएको छु। हल्का रमाइलोको एपिसोड 301मा चाहिँ हजुरहरूले मलाई पनि देख्न सक्नुहुन्छ। अनि हजुरहरूलाई हल्का रमाइलोमा मेरो काम कस्तो लाग्यो कमेन्टमा भनिदिनु है त। हेलो के खानुभएको? रोटी तरकारी। आज हल्का रमाइलोको सुटिङमा खाजा खाँदैछौँ हामी। कस्तो छ? मिठो? एकदम मिठो छ। ओके यहाँ चाहिँ हामी खाजा पार्दै हुनुहुन्छ। हेलो दादा। अब हामी खाजा खाँदैछौँ। यति लगाउनुहुन्छ? यति मात्र होइन, अघि त बढी लगाउँछु। हल्का रमाइलो। गुड मर्निङ सर। मर्निङ। हल्का रमाइलो नास्ता, रोटी, अन्डा, चना, आलु, ग्रेभी, प्याज हालेर एकछिनपछि कफी अनि त्यो। हेलो हेलो गाइस, फाइनल्ली मेरो मेकअप चाहिँ सक्यो। थ्याङ्क यू निर्मला दिदी। वेलकम। राम्री मानिनु भएकोमा। तिमी अलरेडी राम्री छौ। राम्रो देखेछ यार सच्चै क्यामेरामा है। थ्याङ्क यू। क्यामेरामा मात्र? क्यामेरामा मान्छे हैन, क्यामेरामा अझ राम्रो देखेछ क्या। रियलमा त रियल। नमस्ते आमा। नमस्ते बाबा, के छ? सन्चै छ? ल सम्पूर्णलाई नमस्कार काली आमाको। कस्तो राम्रो छ के? तिमी राम्री देखेछौ। तिमी सानो ज्यान छ नि त, राम्री देखेछौ। हजुरहरूले मलाई हेरेर थाहा पाइसक्नुभयो होला। आज म हर्की हल्दारको सेटमा होइन कि म कुनको सेटमा छु दिदी? हल्का रमाइलो। हल्का रमाइलोको सेटमा आज गेस्ट आर्टिस्ट। हजुरहरूले म हल्का रमाइलो पनि देख्न सक्नुहुनेछ गेस्ट आर्टिस्टमा आजको एपिसोडमा। सेट चाहिँ एउटै हो। कस्तो टिका लगाएपछि कस्तो दसैँ आयो जस्तो फिल भयो मलाई त। अपुङ हो, सबैभन्दा पर्सादै अपुङ हो। काँचो पिठोहरूको बनाइन्छ। आजबाट त्यही भएर म बिस्तारै बोलिरहेको छु त। सिन हुँदैछ यस्तो थाकिने कन्टिन्यू सिन भयो। सायद भिडियो हाल्दाखेरि मैले गरेको एपिसोड आइसक्छ होला, सबैजनाले हेरिदिनु होला। आजको हल्का रमाइलो चाहिँ प्याकअप भएको छ। ओके बाई। गुड मर्निङ एभ्रिवान। आज चाहिँ म हर्की हल्दारको सुटिङमा आएको छु। म चाहिँ भर्खर रेडी भएँ। अनि आज चाहिँ मैले गाजर नलगाम भनेको सबैजनाले बिरामी जस्तो देखियो भन्नुभयो क्या। त्यही भएर म फेरि यहाँ सेटबाट तल गाजर लाउन जाँदैछु। मेरो गाजर लाउने बानीले होला नि त, अलिक डिफ्रेन्ट देखिँदो रहेछ। गुड मर्निङ दिदी। कस्तो तर्छ? गुड मर्निङ। तर्साउनै खोजेको मैले। मजाले अलिक राम्रो खिच्ने है। अनि म कति मोटो देखेको कान्छी? तपाईँको भन्दा मेरो ठुलो देखेको छ नि अनुहार, थाहा छ? देखिन्छ कति राम्रो देखेछ। आज भ्लग हाल्ने खोइ त, पैसा भ्लग बढाएको कहिले चक्लेट किनेर भएन। भर्खर त मन्टाइज हुँदैछ दिदी। तपाईँको बोली यस्तो छ नि, तपाईँले यो दिनले क्या ख्याल ख्यालमै तेरो भिडियो भाइरल हुन्छ भन्नुभएको थियो। आमा 60,000 पुगौ त्यो भिडियो। आफैले आफ्नो प्रशंसा गर्न नमिल्ने। मैले त जे भने पनि फेरि मनबाट भनेको लाग्छ नि ठ्याक ठ्याक। भन्नु त मनबाटै। अहिले के भन्नु, अहिले त यसरी भन सिकाएर भने जस्तो हुन्छ। कुनै दिन फेरि झुकेर फेरि ल। मैले चाहिँ भन्न खोजेको यहाँनिर बिचरा हाम्रो बहिनीले होइन यो कहाँ खै भनौँ, बिचराले कति मेहनत गर्छ। अब उसले यसो यो भिडियो सिडियो गएको उपलक्ष्यमा एक दिन लगाएर बर्गर पक्कै पनि लगेर खुवाउनु पर्ने के हो। तपाईँहरू यस्तो सबैजनाले सेयर सब्सक्राइब गरिदिनु न। बिचरा मेरो बहिनीको मेहनत अहिले त जानै छोडो है। 4,000 सब्सक्राइबर छन्, 200 जान्छ भ्युज होइन जान्छ। अब यो अलिकति यसलाई यस्तो मसलादार उहाँहरूले खोजे जस्तो कन्टेन्ट भएन होला सायद। कमेन्ट गरिदिनु होला हजुरलाई कस्तो कन्टेन्ट हेर्न मन लाग्छ। कस्तो कहाँ भयो त ल ल सकेन यति भएपछि कस्तो के भएपछि दिदीलाई यसो भेटेर चाहिँ चुप्पा चुप्पी हाम्रो त त्यस्तै जान्छ नि त अहिले। भगवान छन् भने हार्दैन।
गुड मर्निङ दिदी। हेलो हेलो गुड मर्निङ। के छ खबर? ठिक छ? मेरो ठिक छ, तपाईँको के छ? मेरो पनि एकदम ठिक छ। दसैँ सकिहाल्यो, अब तिहार आउँदैछ। हामी चाहिँ दसैँ पछाडिको हर्के हल्दार भयो, दसैँ पछाडि गर्दैछौँ। अब तिहार आउँदैछ, तिहारको चाहिँ होइन यो, अब दसैँ र तिहारको बिचको सुटिङ गर्दैछौँ। हाम्रो हर्के हल्दारलाई चाहिँ सबैले माया गरिदिनु होला भन्न चाहन्छु। ढोका खोलेर चाहिँ मैले कि ढोका लगाउनु त दाइ हुन्छ। झाडु बिसी त्यस्तो पनि डराउँदैन। ल ठिक छ, ल सोच मिलाउन ल रोल एक्सन। हाम्रो चाहिँ यहाँ खाना खाने बेला भयो। जाम खाना खान जाम सबैजना। व्रतमा त खानै खाँदैन नि होइन, मेरो त खान्छु, यहाँ भोक लागिरहेछ। लु किन खाली थाल तपाईँको चाहिँ? श्याम सरलाई हालिदिनु त, म लगिदिन्छु। श्याम सर भित्र के लायो नखिच मेरो भिडियो त खिच। कस्तो छ खाना? गुन्द्रुके दादा बिरामी हुनुहुन्छ है, हेर्नु त। सबैजनाले प्रे गरिदिनु होला। प्लेन आयो, प्लेन। मैले खाना घरमै खाएर आएको भएर, घरमै खाना खाएर आएको भएर। उहाँ चाहिँ खासै बोल्नुहुन्न, खाना खाँदा बोल्नुहुन्न, अड्किन्छ भनेर। उहाँ त झन् कहिल्यै बोल्नुहुन्न। सर दिदी आफ्ना कोही मुहारा बुरुन्दाबाट 2 शब्द केही जाओस् न त। मेरो खानकी अहिले यस्तो छ, आजबाट सुटिङमा आएदेखि चाहिँ पुरै फेरि डाइटिङ हुन्छ मेरो। अनि च्यानल होल्डरको के छ? खाइरहेछौ नि? धेरै रुच्दैन, यति त खान्छ। धेरै चाहिँ खासै रुचाउँदैन, यति रुच्यो। अब यो खिच्ने मान्छे गर्नु। हेलो दिदी। हेलो, भात खाँदैछु अहिले। कस्तो छ त खाना हर्के हल्दारको? के अनि कति ढिलो खाएको के अन्त 2 चोटि थपेर खाइसक्यो अनि हो? एकचोटि अझै ल्याइदिउँ। यो त कुकुरलाई पनि हो नि त। के अरे? मैले कति मिठो गरेर खान्छु। त्यही त, मलाई भात खाइसकेको बेला फेरि खाम लाग्यो त हौ। यहाँ आएर नि खाना खाएको हेर्न फेरि तपाईँलाई दिएन तपाईँलाई? मलाई यति भइपुग्छ। म पनि थोरै खान्छु। फेरि हाम्रो सुटिङ कन्टिन्यू हुनेवाला छ। ओके, राम्ररी खाना खानु होला अर्केलाई। लिउ अरे हाम्रो सुटिङको माहौल चाहिँ यस्तो छ है अहिले। रमाइलो, एकदम रमाइलो। राम्रो खुट्टा समासी म त केही नि गर्न मिल्दैन रहेछ नि त अनि
आइहाल्छ नि अरे दिलले आइहाल्छ नि अरे कुन बेर रिस उठेको देखाउँ त हेरौँ देखाउँ त यस्तो नङले कोता नि कस्तो रमाइलो भयो यार ए साँच्चै अघि हुन्न थियो है कता गएर किन झगडा गरेको मैले पनि त्यही बागमतीले भनेर त्यो भाइले चाहिँ यत्रो धेरै सपना छ त्यसपछि के भएको यस्तो के भएको त्यस्तो होइन तिमीहरू किन झगडा गरेको मलाई पनि बागमतीले त्यही भनेर सुने भएर म घर जाँदैछु यहाँ घाँस पकाउनु सहयोग गर त यसो गर नानी त्यही गरी मानिहाल्यो भने म काकालाई पठाइदिन्छु अनि काकाले बोकाउँछ है त म फर्केपछि तिम्रो ड्युटी चाहिँ किन झगडा गरे यो दाउले तपाईको काकाले बिगार आगो बोल्यो रे मर्न सक्ने होला का होला लेसी मैचा Who is this? कसले कुट्यो भान्जे कसले कुट्यो भान्जे के काटेको भरे रातले तरकारी हो कि क्या हो बेलुका यो कर्कोलाई तरकारी खायो कुट्यो भने मस्त खाने ढेड सत स्वाद यो त बौला हो जामै त त्यो डोगो तान्दा हैन गरेको भए खाट भाँचिन्थ्यो बुढेसकालमा बिहे गरेपछि हड्डी भाँचिन्छ कसैले आउने भित्र्नु पर्दैन हिँड बुढी हिँड चप्पल उल्टो किन लाग्यो चप्पल उल्टो भयो अन्त चाहिँ के भयो अनि मार्छ नि थाहा पाउनुहुन्छ कहाँबाट आएको मम्मी खै मम्मी तिम्रो मम्मी खै कहाँ गएको छ तिम्रो नाम के हो अरे अनि कतिमा पढ्छौ अनि स्कुल कहाँ छ हेलो गाइज यहाँ सुन न देखाउनु त अरे हेर्नु न प्रमिसा भोलि पर्सि ठुलो भएपछि के हुने बेगरी कसले ए दीपशिकाले यो टिपेको कहिले फोटो खिच्दिएको थिएँ कि मैले अघि अनि फेरि फोटो खिच्दिनु भनेर हैरान लागिसक्यो फेरि फोटो खिच्नु पर्ने हेर त तिम्रो फोटो
के भयो अरे आज त खोइ के हो ओ त्यहाँबाट दिदीहरू हेर्दै हुन्छ कि दिदीलाई चाहिँ नि दिदीको भिडियो खिचिरहेको जस्तो लागिरहेछ क्या अनि हेलो भन्दै हुनुहुन्छ क्यामेरा देखेपछि त अनि प्रमिसा भोलि पर्सि के बन्ने अरे ठुलो बन्ने भोलि पर्सि ठुलो बन्ने उहाँहरूलाई के भन्छौ सुटिङ हुन्छ यहाँ अनि तिमी सुटिङ गर्दैन दसैँ होइन मेरो कसको त दसैँ मेरो अब राति हुन लाग्यो अँध्यारो भयो है नाम खायो ओके गाइस सी यू बाई बाई यो दाँत चाहिँ के भएको हावा आउनु लागेछ अनि प्रमसन उडायो भने हावाले उडाउँछ साह्रो ध घर जाने ल बाई